हामी सुतिसक्यो यसले के गर्दैछ हाम्रो कुम्बो भन्छ उसको त चल्छ नि त आउनु चल्दैन रहेछ यहाँ हात चाहिँ लिएर आउँछ त चमेली देखाउ न चमेली देखाउ होइन हातले म हात गरिदिइहाल्छु नि यहाँ ए होइ बडालाई नि हालेछ उसलाई नि हालेछ ल ल हाम्रो भान्जा निरजले यहाँ चाहिँ कालिजको मासु खाँदै हामी कालिजको मासु खायो हामीले मारेर ल्याएको रहेछ कालिजको मासु खाँदैछौँ है ल हेर्नुमा बडा छोरी बसेको छ नि यहाँ त्यस्तो बनाउनु छोरीलाई फेरि असाध्यै केटाती हुन्छ नि त मनपर्छ कुद्छ ल भोलि हामी नाचेको भिडियो बनाउनुपर्छ है है ल बाटो यस्तो छ है बाटो सङ्कास खाली थियो त यस्तो भिडबाट बाटो ल हे गुड मर्निङ सबैजनालाई यो फुलले चाहिँ के हो भन्नु होला है त मेरो भाषामा चाहिँ चिलाउने भन्छ तपाईँहरूले चाहिँ के भन्छ थाहा छैन तर मजाले फुल्दो रहेछ केटाहरूको बाटो बनाउँदैछन् बाटो भन्दैछ त्यो घरि मेमची छ ल ल यस्तो छ है त्यो कारणले मिक्सर यो पानीको ट्याङ्कर पानी रिसरको पानीको ट्याङ्कर पानी चाहिँ यहाँ थापिरहेको छ यो पानी डबा गर्नलाई तयारी हुँदैछ यस्तो बाटो छ यस्तो फेरि यस्तो बाटो छ यस्तो बाटो छ ल बाटो यस्तो छ यस्तो नि गाडी कुद्छ अनि बनाउँदैछ नि मर्मत गर्दैछन् क्या बाटोलाई बाटोमा अड्सरी पाएछ भोक लाग्यो भने खाँदै हिँड्दा पनि हुन्छ है यस्तो छ बाटो मुनिमाथि अड्सिलो गाडी कस्तो मजाको हुन्छ है ल ल यस्तो जङ्गलको बिचमा पनि घर छ है ल हेर्नु त्यहाँनिर ल
है साथी हो, गुड इभिनिङ। यो चाहिँ मन्थली तल बसपाराबाट यसो माथितिर है। त्यही त बिहान आउँछु त्यतै डाँडातिर भेट भइहाल्छ नि। जीवनहरूलाई भनौँ न, जीवनहरू छन् भनौँ न भोलितिर, भोलि त्यही भेट भइहाल्छौँ नि। ल फोहोरको गाडी आयो, यता गाडी कुद्दैछ, यता गाडी छन् सबै। अब सुमोहरू रेडी भएको छन्, तयारी छन्। ल है, यसै छ गाउँघरको दुःख सुख।